हाम्रो सबै धर्ममित्रहरूलाई नमस्कार र टेसिदिलै भन्न चाहन्छु। अनि आजको अ, 13औं पाठ चाहिँ अब म अ, 12औं पाठसम्म मैले दिनको व्यवहार गर्ने टाइममा कसरी गर्नुपर्छ र त्यो नगरे के असर अ, पर्छ भन्ने बारेमा मैले एक दुई शब्द बोलेको थियो। आजदेखि म तपाईँलाई अ, जुन महान बोधिसत्व शान्तिदेवले रिस र रागको बारेमा रिस भन्ने कस्तो हो र रिसले कतिसम्म असर पुर्याउँछ, हामीले सहनु सक्यौँ भने अ, रिसलाई हामीले आफ्नो शत्रु जस्तो गरेर रिस चाहिँ उठ्नु नदिए कतिसम्म हामीलाई लाभ पुर्याउँछ भन्ने बारेमा म तपाईँहरूलाई 10-15 मिनटको अ, पाठ भाग बनाएर म तपाईँहरूलाई को अगाडि अ, पुर्याउने छु। अ, त्यो के हो भने शान्तिदेवले रिसको मात्रै बारेमा अ, एउटा च्याप्टर बनाउनु भएको छ, होइन? त्यही च्याप्टर अ, 6औं च्याप्टर हो। त्यो 6औं च्याप्टरबाट म आजदेखि तपाईँलाई 4-5 लाइन लगातार मैले कतिसम्म सक्छ त्यो म तपाईँलाई यहाँबाट बनाएर पठाउने छु। त्यसमा मैले भनेको जम्मै मैले त्यसको अभ्यास अ, कसरी मैले एक्सप्लेन गर्ने भन्ने जम्मै मैले गरेको मात्र राइट हुँदैन, होइन? तपाईँहरूले सोच्नुहोस्, होइन? यताउता आफ्नो धर्ममित्र, आफ्नो गुरुहरूलाई पनि सोध्नुहोस्, होइन? यो कस्तो हो, यो कस्तो हो? जहाँ ती हामीले सोच विचार गरेर यदि हामीलाई त्यो च्याप्टरले गर्दाखेरि त्यही अ, उपदेशले गर्दाखेरि हाम्रो मनमा शान्ति हुन्छ भने त्यो हामीले आजदेखि अ, पालन गर्ने सुरु गरौँ, त्यो भन्न चाहन्छु। अब पहिले अभ्यासमा के भन्नुभएको छ भने रिस भन्ने चाहिँ एकदमै नराम्रो, होइन? एउटा इक्जाम्पलको लागि एउटा सानो आगोले हाम्रो उम्, धेरै ठुल्ठुलो क्षति पुऱ्याउँछ नि हामीले, होइन? एकदमै होसियार गर्नुपर्छ, होइन? मुख्यमा त्यो माथि पनि हामी अमेरिकामा बस्नेहरूले त घरभित्र एउटा बत्ती अ, आगो बत्ती बाल्नु पनि गाह्रो गर्छ, एउटा मेन बत्ती बाल्नु पनि गाह्रो हुन्छ, होइन? ग्यासहरू चलायो भने पनि राम्रोसँग बन्द गरेको छ कि छैन एकदमै होसियार गर्नुपर्छ, किनभने अमेरिकाको घरहरू जम्मै यो जस्तो हाम्रो कागज जस्तो सानो आगोले धेरै क्षति पुर्याउने भएको कारणले, होइन? त्यही जस्तो हाम्रो एउटा सानो रिसले गर्दाखेरि हाम्रो धेरै पुण्यहरूले नष्ट गर्छ, होइन? शान्तिदेवले के भन्नुभएको छ भने, होइन? हामीले जन्मौँ जन्मौँदेखि कमाएको हामीले पाएको पुण्यहरू पनि, होइन? र सानो एउटा रिसले गर्दाखेरि त्यो जम्मै नष्ट गर्छ भन्छ, होइन? पानीभित्र हालेको जस्तो हो भन्छ। यदि पहिलो जन्म र पछिल्लो जन्म विश्वास गर्ने हो भने हामीले पहिलो जन्ममा धेरै पुण्य कमाएको छ। यदि पहिलो जन्ममा हामीले राम्रो पुण्य पुण्य भन्दाखेरि धर्म, होइन? राम्रो धर्म र पुण्य नकमाएको हो भने हामीले अहिले यो जन्ममा यदि राम्रो जीवन लिनु पाउँदैन, ठुल्ठुलो लामाको दर्शन हुनु पाउँदैन, मिठो खानु पाउँदैन, राम्रो लगाउनु पाउँदैन, होइन? संसारमा मान्छे धेरै जन्म भएको छ। कोहीको अवस्था कस्तो छ, दिनको बिहान खायो भने दिउँसो के खाने, दिउँसो खायो भने बेलुका के खाने, होइन? 3-4 महिनामा लगाइसक्यो लो पछि के गर्ने भन्ने धेरै दुःख परिरहेको छ, होइन? हामीले इन्डिया, नेपालतिर हाम्रो गरिबहरू धेरै छन् नि। मान्छेको जन्म लिएको छ तर पनि दिनको खाना लाउनको लागि मात्रै कठिन गरिरहेको छैन, होइन? त्यो के हो भने पहिलो जन्ममा हामीले कति पुण्य कमायो त्यही अनुसारको फल, होइन? बारीमा हाम्रो अ,
जमिनमा होइन, जमिनमा राम्रो एउटा बिउ रोपेको छ भने फल पनि राम्रो उम्रेर आउँछ नि होइन। बारीमा अ, कुहिएको बिउ रोपेछ भने फल आउनै गाह्रो हुन्छ, उम्रिनै गाह्रो हुन्छ होइन। जमिनमा बिउ रोपेको छैन भने के फल्छ? फल्दैन नि। हो त्यस्तो भएकोले हामीले अहिले जन्म हामीले राम्रो भएको, पहिले जन्ममा राम्रो भएको कारणले हामी अहिले राम्रो भएको, ठुलो लामोको दर्शन पाउने, अनि बुद्धको प्रवचन सुन्नु पाउने। अब बुद्ध आफैले त हामीलाई, बुद्ध आफैको मुखबाट त हामीले प्रवचन सुन्नु पाएको छैन, तर पनि बुद्ध भन्दा पनि एकदमै हामीलाई काइन्डनेस गर्ने हाम्रो गुरु, ठुल्ठुलो गुरुहरूले जुन बुद्धले दिएको उपदेश हाम्रो कान कानमा पुऱ्याइरहेको छ, कान कानमा, तर पनि हामीले त्यसले वास्तै गर्दैन। जुन हाम्रो मनको लागि शान्ति पुर्याउने एउटा होइन, सुन चाँदी हिरा मोती भन्दा पनि अमूल्य होइन। सुन चाँदी हिरा मोतीले त मूल्य छ नि होइन। सुनको भाउ यति हो, हिराको भाउ यति हो होइन, मोतीको भाउ यति हो भन्ने मूल्य छ नि होइन। प्रवचनले मूल्य छैन, किनभने मनको शान्तिले मूल्य छैन नि होइन। मनको शान्ति चाहिँ यति भयो भने, 1 किलो भयो भने मलाई पुग्यो, 10 किलो भने मलाई पुग्यो भन्ने छैन नि होइन। मनको शान्तिलाई मूल्य नभएको जस्तो होइन। हाम्रो प्रवचनलाई मूल्य छैन। जति सुन्यो त्यति सुन्नु मन लाग्छ, जति सुन्यो त्यति सुन्नु मन लाग्छ, तर पनि ठुल्ठुलो गुरुले हामीले त्यस्तो गर्छ, हामीले कानै थाप्दैन। हामीले के कान थाप्छ? जो मान्छेले नराम्रो बोल्छ, जो मान्छेलाई आफूलाई डाहा गर्छ, जो मान्छेले आफूलाई पीडित पुर्याउनु खोज्छ, त्यो मान्छेको लागि हामीले कान धेरै पठाइरहेको हुन्छ, कान जम्मै त्यहाँ गइरहेको हुन्छ। जुन मान्छेलाई आफूलाई राम्रो भन्छ, जुन मान्छेले आफूलाई दिनदिनको व्यवहारको लागि राम्रो बाटोमा लैजानु खोज्छ, जुन मान्छेले संसारको दुःखबाट हामीले कटाउनेको कोसिस गर्छ, जुन मान्छेले हामीलाई बुद्धको ज्ञान प्राप्त गर्ने मार्ग बाटोमा लानु खोज्छ, तर पनि त्यो मान्छेलाई हामीले वास्तै गर्दैन। यो कहाँबाट आयो? त्यसो भएको कारणले पहिलो जन्म र पछिल्लो जन्म विश्वास गर्ने हो भने हामीले त्यो पुण्यले गर्दाखेरि हाम्रो अहिले राम्रो जीवन आएको होइन। जे खायो भने, जे लायो भने होइन, खाना भने छानी छानी खानु पाउने, लुगा भने छानी छानी किन्नु पाउने। अघि मैले भने जस्तै कोही मान्छेले के छ होइन, एउटा लुगा वर्षौँ वर्षौँ लागेको हुन्छ, त्यही धुयो, त्यही लगायो, चाट्यो भने सिलाहरू लगाएर होइन। एउटा खाना भयो भने होइन, बाँकी छ भने त्यो फ्रिजमा हालेर होइन, त्यसो गरी खाइरहेको छ नि। त्यसले हाम्रो पहिलो जन्ममा हामीले रिसले गर्दाखेरि पहिलो जन्ममा जन्म जन्म कमाएको अनि पुण्य पनि नष्ट गर्छ। अब जन्म जन्मको विश्वास नगर्ने हो भने यही जन्म मात्रै विश्वास गर्ने मान्छे हो भने हामीले सानो एउटा पुण्य कमाएको छ भने एउटा रिसले गर्दाखेरि त्यो जम्मै नष्ट गर्छ। सानो आगोले धेरै क्षति पुर्याउँछ नि होइन। अमेरिकामा क्यालिफोर्नियामा हेर्नुहोस् होइन, सानो एउटा आगोको चमकले गर्दाखेरि क्यालिफोर्निया ओभन जम्मै जलिरहेको छ नि। हाम्रो न्युयोर्कतिर भने एम्बुलेन्स कति आउँछ होइन, सानो एउटा आगोले गर्दाखेरि बिल्डिङ जम्मै जलेर मान्छेलाई कति क्षति पुर्याउँछ होइन। त्यही जस्तो एउटा सानो एउटा रिसले गर्दाखेरि हाम्रो पुण्य धेरै अ, के भन्छ क्षति पुर्याउँछ भन्छ। यही एउटा हो। अब टिबेटनबाट भन्यो भने कल्ब तोंदो साक्वाई जिन्दान देशे छोलासो लेख्छे खाइ थेगु त्यहाँ खोटो चिगी जोम्बर्छे, यो टिबेटन भाषामा यो बोल्छ होइन। अहिले मैले पहिलेको पुण्य र अहिलेको पुण्य बारेमा कुरा गर्यो। अर्को त्यसमा अलिकति सजिलोसँग भन्यो भने हामीले पहिलो जन्म र पछिल्लो जन्म विश्वास गर्ने र नगर्नेमा केही हामीले त्यो कुरा नगरेर होइन, यदि हामी सबैले एउटा दुख बिमार भएको होइन, एउटा खाना लाउनु नभएको मान्छे भेट्दाखेरि हामीले 1-2
डलर दान गर्छ नि होइन, त्यो गर्नु नसक्यो भने एउटा लुगा भयो भने दान गर्नु मन लाग्छ, खाना भयो भने किनेर खुवाउनु मन लाग्छ होइन, एउटा कुरा भयो भने राम्रोसँग गर्नु मन लाग्छ लाग्दैन। त्यसले गर्दाखेरि हामीले धेरै पुण्य कमाएको हुन्छ। किनभने मन सफाले जे दियो भने मन सफाले दिन्छ नि होइन, जे कुरा गर्यो भने मन सफाले गर्छ नि। अनि जुन त्यो माग्ने, जुन त्यो दुखी पीडित भएको मान्छेले कति खुसी हुन्छ होइन, उसको मन कति खुसी भइरहेको छ, हामीले त्यो के भन्छ इमेजिन गर्नै सक्दैन। त्यस्तो टाइममा हामीलाई एकदमै राम्रो पुण्य कमाएको हुन्छ। उसको अनुहारै अलग्गै हुन्छ। हामी दिने मान्छेको एउटा इमोसन हुन्छ नि होइन, इमोसन अलग हुन्छ। त्यस्ता कारण र अवस्थाले गर्दाखेरि हामीले पुण्य कमाएको हुन्छ। त्यस्तो पुण्यलाई होइन हामीले सानो एउटा रिसले गर्दाखेरि त्यो जम्मै अनि नष्ट गर्छ भन्छ। त्यस कारणले हामीले रिस भन्ने चाहिँ एकदमै नराम्रो। कसले भन्छ म रिस अलिअलि छ होइन, रिस उठ्ने टाइममा उठ्छ, फेरि एकैचोटि हराउँछ भन्छ नि होइन। रिस उठ्ने टाइममा उठिसकेपछि उठिहाल्यो नि होइन, त्यो छोटो उठ्छ, लामो समयमा बस्दैन भन्ने कुरो भन्दा रिस उठ्यो भने उठिहाल्यो होइन। यो आगो त सानो छ अनि मैले निभाउनु सक्छ भनेर मात्र भएन नि होइन, धेरै बस्दैन भने त्यो आगो चाहिँ हामीले राम्रो नगरे त्यसले धेरै क्षति पुऱ्याउँछ नि, त्यही जस्तो हो। म र म जस्तो मान्छेहरूले के भन्छ भने म रिस त झलक्क उठ्छ तर पनि छिटो हराउँछ भन्छ नि, त्यो झलक्क उठेपछि त्यो जुन पुण्य कमाएको भने त्यसले नष्ट गर्छ नि। हामी त्यसलाई एकदमै विचार गर्नुपर्ने रहेछ। हामीले सानो सानो कुराले गर्दाखेरि, सानो सानो रिसले गर्दाखेरि त्यत्रो त्यत्रो क्षति पुऱ्याउँछ भने हामीले त्यो सानो रिस छ भनेर आफूलाई कस्तो भनौँ माफ दियो भने हुँदैन नि होइन। आफूलाई माफ दिने होइन, आफूलाई माफ दिनेको एउटा समय हुन्छ। त्यो टाइममा आफूलाई माफ दिनुहोस् न, आफूलाई फाइदा हुन्छ। जुन टाइममा रिस उठ्छ त्यो टाइममा आफूलाई माफ कहिले पनि नदिनु, त्यो आफूलाई क्षति पुऱ्याउँछ, आफूको मनको शान्तिलाई एकदमै असर पुऱ्याउँछ। मैले पहिलो पाठमा धेरै भने खाना खान मन लाग्दैन, खाना मिठो छ भने पनि नमिठो स्वाद आउँछ। जहिले पनि मिलेर बस्ने आफ्नो परिवार र आफ्नो साथीभाइहरूलाई जुन टाइममा रिस आउँछ त्यो मान्छेले अगाडि देख्नु मन लाग्दैन। देखिहाल्यो भने त्यो मान्छेको अनुहारै राम्रो देख्दैन। एक दुई शब्द बोलिहाल्यो भने चुपलाक के कराएको भनिहाल्छ। आफूले मन परेको वाइफ स्वास्नीलाई पनि रिस उठ्यो भने के भन्छ, चुपलाक भनेर कराउँछ नि होइन, रिसले गर्दाखेरि हो। रिस चाहिँ कहाँबाट आउँछ हामीले नजानेर, जानी जाने गर्ने कोही पनि छैन होइन, नजानेर गर्ने मात्रै हो। कोहीले भन्छ मैले जान्थ्यो, त्यो मान्छेले जान्छ जम्मै थाहा छ तर पनि गर्छ भन्छ होइन, जान्यो भने त गर्दैन नि, नजानेर पो गरेको, जो कारण र अवस्था नथपाएर पो गरेको नि। जे होस् हामीले रिसले गर्दाखेरि हाम्रो ठुलो ठुलो पुण्यहरूलाई क्षति पुऱ्याउने होइन। इक्जाम्पल उदाहरणको लागि एउटा सानो आगोले गर्दा हामीलाई क्षति धेरै पुऱ्याउँदो रहेछ न। त्यही जस्तो सबैजनाले हामी जो बौद्ध धर्म मान्छ, जो मान्छे पहिलो जन्म र पछिल्लो जन्म विश्वास गर्छ, जो मान्छे बुद्धको प्रवचनले एउटा शान्ति फैलाउँछ, मनलाई शान्ति उपलब्ध गर्छ भन्ने मान्छे विश्वास छ भने होइन, रिस भन्नेलाई कहिले पनि माफ नगर्नु। रिस भन्नेलाई मैले फेरि माफ नगर्नु भनेर चाहिँ त्यो मान्छेलाई माफ नगर्नु भने आफू कहिले कहिले आफू एक्सक्युज गर्छ नि, रिस त चर्को छ म हराउँछ, अर्को मान्छे जस्तो होइन मनमा राखिरहने भन्छ नि, त्यो होइन। मनमा राखे पनि नराखे पनि त्यो रिसले क्षति धेरै पुऱ्याएको हुन्छ। त्यस कारणले हामी सबैजना त्यस्ता त्यस्ता सानो सानो रिस छ भनेर होइन, सानो सानो रिसलाई हामीले माफ नगर्ने। जस्तो भयो भने त्यो सानो रिस भयो भने ठुलो रिस भयो भने होइन, त्यो चाहिँ हाम्रो शत्रु हो भनेर सोच्ने, शत्रु हो भन्ने सोच्ने। किन हो भने एकजनाले एउटा प्याच्चै आफूलाई नराम्रो कुरा हो भने यसले त सानो प्याच्चै मात्रै बोल्यो म रिस उठ्नु पर्दैन भन्दैन नि,
यसले मलाई यस्तो कुरा गर्यो भन्छ नि। सानो कुरा गर्यो भन्दैन नि। यसले मलाई नराम्रो कुरा गर्यो भन्छ नि। होइन होइन। यसले मलाई नराम्रो कुरा गरेपछि अनि त्यो मान्छे चाहिँ त्यसले मलाई मन पराउँदैन, म पनि त्यसले मन पराउँदैन, शत्रु भन्ने कारण त्यही हो। रिस पनि त्यही हो होइन। मलाई सानो रिस उठ्यो होइन, मलाई ठुलो रिस उठ्यो भनेर हुँदैन। सानो रिस भयो भने ठुलो रिस भयो भने रिसै हो, त्यसले क्षति पुर्याउने एउटै हो। हामीले नेपाली उखानमा भन्छ नि होइन, के भन्छ, नपत्याउने खोलाले बगाउँछ भन्छ नि होइन, नपत्याउने खोलाले होइन। सानो खोला छ भने त्यसलाई के भन्छ, त्यो हेला नगर भन्दा त्यसले बगेर लान्छ भन्छ नि, त्यही जस्तो हो। सानो रिसले गर्दाखेरि धेरै क्षति पुऱ्याउँछ होइन। रिसले हामीले यहाँबाट मेरो रिस चाहिँ सक्छ भन्ने छैन। रिसलाई हामीले कन्ट्रोल गर्नु एकदम गाह्रो हुन्छ। त्यस कारणले हामीले मनको शान्ति चाहिन्छ भने अर्को केही गर्नु नसक्यो भने दिनको रिसलाई, रिस उठ्ने टाइममा ओ यो रिसले चाहिँ मेरो शान्ति जम्मै नष्ट गर्छ, योलाई मैले कहिले पनि उठ्नु दिँदैन भन्ने हामीले जहिले पनि त्यो भावना राख्न सक्यो भने हाम्रो दिनको व्यवहार र हाम्रो मनलाई शान्ति फैलाउन सक्छ जस्तो लाग्छ। अनि सबैजनालाई नमस्ते, अनि पछिल्लो भागमा भेटौँला। धन्यवाद।